ल साथीहरू, म चाहिँ यता छतमा आएको छु। यो चाहिँ बेङ्गलोरको दृश्य हो, हजुरहरू देख्न सक्नुहुन्छ। यतिखेर तपाईँको इन्डियन समयअनुसार तपाईँको 3 बज्ने आँट्यो, 5 मिनट बाँकी छ। उता हेर्दै जाँदैछ, उता धकेलेर कृष्ण सर के उता कृष्ण सर हाय देख्नु भएन उहाँले, उहाँ सिधै गइहाल्नु भयो। यस्तो छ। म चाहिँ अहिले छतमा आएको, चिसो बढिराखेको छ। चिसो चाहिँ धेरै छ। अहिले यसो घाम पनि ताप्नु पर्यो, अनि यसो छतबाट हेरौँ न भनेर आएको। यस्तो छ साथी, चारैतिरबाट हेर्नुहोस् त। बिस्तारै देखाउँछ म हजुरहरूलाई। हेर्नुहोस्, यस्तो छ। उता चाहिँ बिल्डिङ बन्दैछ, बनिसक्यो। अब होस्टेल टाइपको छ त्यो चाहिँ। तपाईँको यो चाहिँ घरहरू भइसक्यो, भिल्ला जस्तै भयो, भिल्ला भयो, अपार्टमेन्ट भयो। यस्तै छ दृश्य। उता चाहिँ फुलहरू खिलिरहेको छ, फुल जस्तै पात। ल हेर्नुहोस् कति राम्रो सुन्दर देखिरह। म चाहिँ छतबाटै फेरि अब म 10 मिनट यता रेस्ट गरेर जान्छु तल। अलि चिसो लाग्यो मलाई, म यता बस्छु अनि फेरि जान्छु तल। कस्तो छ दृश्यहरू देख्न सक्नुहुन्छ। पहिला चाहिँ यता पुरै जङ्गल थियो हुन्छ, अहिले चाहिँ खत्रै बने नि बिल्डिङहरू। अहिले भर्खर बनेको थियो उताको, अनि यता यो छ नि, यता त्यो पनि भर्खर बनेको थियो, अझ बन्दैछ, पुरा भएको छैन। यता पछाडि सोलर ट्याङ्क छ, गरम पानी हुन्छ, अनि भित्र चाहिँ गरम पानी हुन्छ।
बल्ल तातो लागेर निद्रा आयो ल निद्रा लाग्न थाल्यो अब बस त है आजको दृश्य यति नै उता चराहरू आएन सानो चराहरू देखिरह्यो नि एकैछिन म जुम गर्छु है उता एउटा माथि